कसलाई इन्भाइट गरेर त So hello guys, hi guys, back to my channel. So guys, कस्तो हुनुहुन्छ सबैजना? म ठिकै छु guys. आज चाहिँ हामी उत्कृष्टसँग खेल्ने हो अनि म चाहिँ हामी खेल्ने हो उत्कृष्टसँग guys तपाईहरुले मेरो भिडियो लाइक शेयर सब्स्क्राइब गरिदिनु होला ओ चाँडो आउन दोस्त त्यही छ म त र्यान्डम गर्न राख्थे तर हिँड्दिन गाइस हैन यो नाइफ है नाइफ गाइस अब हामी के त्यसले आरपीजी चलायो थाहा भयो अस्को त्यसले आरपीजी चलायो तिमी मलाई तिमी गर्यो म उसलाई पनि हान्छु कि ऊ यहाँ छ कहाँ छ ल नभन्न नगर तिमीले पनि मलाई हान्छौ त त्यो भएर हान्न पाइन्छ के है उत्कर्षलाई धेरै चिटिङ गरिदियो यो बाउडे आज ला म कस्तो माथि चढ्छु यार आरपीजी स्प्यामर त्यो पनि हाल्यो के हुन्छ सो गाइज अब यो उत्कृष्ट आरपीजी स्प्याम गरिरहेको कि सो गाइज मेरो मोमो आउनु भइसक्यो कसले हान्ने सबै बाउने ए सो गाइज अब चाहिँ हामी खेल्ने हो गाइज भोलि सटरडे हो ला अस्कर मर्यो कति क्यामिलले देख्यो भने होइन आइ आउट अफ बाउन्ड गरे हो कि गाइज मैले अब चाहिँ मर्छ कि एकछिनमा 5 4 3 2 1 भने होइन गाइज काउन्टडाउनमै मरिहाल्छ अस्करको 0 छ मेरो 1 छ र उत्कर्षको 1 छ सो गाइज मामु आउनु भइसकेको छ त्यो बाउले कहाँ गछ मामुले के गर्नुहुन्छ खानुहुन्छ मामुले ओए कस्तो दिला हान्नेला थियो अस्कर कसले निकाल्दैछ सानो तिम्रो त कपडा बेटा उठ मम्मी तपाईले मेरो भ्लगमा के भन्न चाहनुहुन्छ मेरो बाबुको लाइक शेयर सब्स्क्राइब गरिदिनु होला बाबु यसको ले प्लिज बन्द अब सबैजनाको बन्द है ओए ओके सो गाइस हामीले चाहिँ उत्कर्षलाई मारिसकेका छौं जग्गा छ यहाँ छैन आई दिदी तो गाइस आरपीजी स्पैमर ला ओए ला म मरे my god guys oh my god 3 2 1 and go 3 2 1 go त्यसले आरपीजी
Cristiano! नहीं अबे बौरे नाइफ आइज नाइफ यस्तो आरपी स्प्याम त नगर्नु पर्ने नि यार गाइस है ल ल कसरी कसरी दे भन्नु सो गाइस के भन्न न सक्छ को पुष्कसको फो भयो भने मैले देऊ ल सर उसको सिका छ कस्तो चाहिँ ए कसले आयो आरपीजी चलाउन सके है सतर्क रहना चाहिए आपको भी सतर्क रहना चाहिए सो गाइस अनु म्यामको बर्थडे आउँदैछ यो वेडनेसडे हो सो सबजनाले अनु ह्यापी बर्थडे अनु म्याम भन्नुहोस् ला उसको सुनि डराएर भयो सो थ्याङ्क यू फर वाचिङ गाइस ए होइन जस्ट जोकिङ थ्याङ्क यू फर वाचिङ बाई Beautiful and you